बचाउन को चाहिन्छ अब? कांग्रेस बचाउन को चाहिन्छ अब? कांग्रेस बचाउनलाई डाक्टर शेखर कोइराला मात्र चाहिन्छ। शेखर कोइराला बाहेक कोही बचाउन सक्दैन। नयाँ नेतृत्वहरू जो भनिरहेछ त्यो झन् ठुल्ठुलो गगन थापाले भन्नुभएको छ म बाहेक अरूले सक्दैन कांग्रेस नेतृत्व लिन। उहाँको बनाइ एउटा के भन्छ शेर बहादुरसँग 100 गुणा खराब निस्किन्छ। म तपाईँलाई बताइदिन्छु। आधा दिनुस् त गगन थापा भनेको प्रधानमन्त्री कांग्रेस सभापति। त्यस्तो कुरा नगर्नु न। त्यो दिन नेपालको भविष्य रहँदैन। नेपाली रहँदैन। किनभने गगन थापा प्रधानमन्त्री बन्यो नेपाल रहँदैन। दक्षिण भारतको फिल्मको शैलीमा के गर्छ, जुन जिल्ला जान्छ पहिले 10 लाख रुपियाँ पठाउँछ। त्यो 10 लाखको स्रोत को 15 जना सँगै टिकट कटाउँछ। तपाईँ जुन दिन जान्छ बुधबारको स्टाफसँग सोधिस् कि गगनजीको टिममा कतिजना। हामी 1 जना सांसद जबकि हाम्रो तलब आउँछ एउटा टिकट महिनामा एकचोटि क्षेत्र जाँदाखेरि, जबकि हामी ड्राइभर पिएसओलाई पनि तलबाट गाडीबाट पठाउँछौँ। तब त हाम्रो दाँतबाट पसिना निस्किन्छ कि पैसाको व्यवस्था कसरी गर्ने। उहाँलाई हरेक ठाउँ पहिले 4-5 जनाको टिम पठाउने र दक्षिण सिनेमाको शैलीमा कि 200-300 गाडीको उर्दी जारी गर्ने, 200 गाडी लिएर आउनु पर्यो। त्यो 200 गाडी कसले गर्छ? गिटी क्रसवाला गर्छ, डिस्टिलरीवाला गर्छ, जग्गा दलालीवाला गर्छ, तस्करले गर्छ। त्यो नेटवर्कमा बसेर देश बन्छ यो कसैले बताउने कुरा हो? यो त हिप्नोटिजम हो। त्यति डबल स्ट्यान्डर्ड नेता त आजसम्म नेपालमा देखाएको छ। तर गणतन्त्रको लागि लडेको नेता हो। कहिले गणतन्त्रको लागि लडेको? गणतन्त्रको लागि गिजाको सकल लडेको हो। म मेरो धेरै मुख नखोल। थ्रेट गरेको ज्ञानेन्द्र शाहलाई त गगन थापाले हो नि। त्यो कुरा मान्नुहुन्छ तपाईँ? एउटा कुरा आज तपाईँले मेरो मुखबाट यदि सुन्न चाहनुहुन्छ भने गगन थापा सुरुको दिनमा श्याम शरण, प्यारजेङ थापा तत्कालीन आर्मी चिफ, सुजबहादुर थापा र कैलाश सूर्याको जोइन्ट भेन्चर हो।